केही न केही शङ्कास्पद गतिविधिहरू भएको हुनसक्छ भन्ने लागिसकेपछि हामीलाई सूचना प्राप्त भएको सवारी साधनलाई फलो गर्छौँ। त्यसपछि करिब 11 बजेतिर बेलुकाको समयमा त्यो सवारी साधन टोखादेखि यो झोरको एरियामा देखा पर्छ। त्यसपछि यहाँबाट परिचालन भएको टोलीले गाडीलाई नियन्त्रण लिन्छ। नियन्त्रण लिँदा चालक हुन्छन् त्यो गाडीमा, चालकले अनभिज्ञता व्यक्त गर्छन् त्यो अवस्थामा। त्यसपछि हामीलाई थप अनुसन्धान गर्न जरुरी देख्यौँ र रातिको समय भएको कारणले गर्दाखेरि सुरक्षाको दृष्टिकोणबाट पनि त्यो सवारी साधनलाई हामीले कार्यालयमा ल्याएर थप अनुसन्धान गर्ने निष्कर्षमा पुग्यौँ। सोही अनुसार अफिसमा ल्याएर अनुसन्धान गर्दा त्यो गाडीको बनोटको माथि रहेको एउटा फल्स बटम तयार गरेको ठाउँमा चाहिँ विभिन्न एउटा त्यो बन्डलहरू देखिन्छ। त्यसमा एउटा नगद जस्तो रुपियाँलाई बाहिरबाट प्लास्टिकले र्याप गरेर एउटा मान्छेलाई झुक्काउने टाइपको एउटा बन्डलहरू गरेको देखिन्छ। त्यसपछि त्यो सामानहरू हामीले त्यहाँबाट बरामद गर्छौँ, खानतलासी गर्छौँ। त्यहाँबाट बरामद गर्दा 60वटा फरक ती बन्डलहरू बरामद हुन्छन्। पछि हामीले त्यसलाई प्रक्रिया पुरा गरेर कानुनअनुसार बरामद गरी त्यसलाई चाहिँ हामीले खोल्छौँ। त्यो र्यापहरूलाई बाहिर निकाल्दा त्यसमा युरो, विदेशी मुद्रा युरो र US डलरहरू देखा पर्छ। त्यसपछि त्यसको हामी अनुसन्धान सुरु गर्छौँ। रकमको बारेमा चाहिँ हजुर, अनि त्यो रकममा हामीले गन्छौँ। गन्दाखेरि चाहिँ 25 करोड 19,24,950 बराबरको अमेरिकी डलर र युरो बरामद हुन्छ। नेपाली रकम त छैन? नेपाली छैन, यसमा विदेशी मुद्राहरू मात्रै छ। कहाँबाट आएको रहेछ सर, त्यसको स्रोत के रहेछ? यो अहिले हामी अनुसन्धानकै क्रममा छौँ। हामीले अनुसन्धान गरिरहेका छौँ। अब यो उसलाई कसले दियो भन्ने विषयमा उसले मलाई चाहिँ रसुवागढीसम्म यो गाडी लहर जाने त्यहाँसम्मको मात्रै मलाई जिम्मेवारी दिएको थियो। यो कसको हो, कसलाई दिने थियो त्यो पनि मलाई थाहा थिएन। रसुवागढीबाट यो गाडीमा अर्को चालक जो केरुङसम्म लाने अधिकार पाएका हुन्छन्, लाइसेन्स पाएका हुन्छन्, तिनले मात्र लान पाउने भावनाले मैले उनलाई लिएर बुझाउनेसम्मको मात्र मेरो जिम्मेवारी थियो भनेर भनेका छन् प्रारम्भिक अनुसन्धानको सिलसिलामा। तर थप अनुसन्धानबाट अन्य कुराहरू खुल्ने देखिन्छ। उनको नाम र उनको पृष्ठभूमि के छ? यी व्यक्तिको नाम सिन्धुपाल्चोक निवासी केरुङ लामा हुन्। यिनी अहिले लामो समयदेखि काठमाडौँमै बसोबास गर्छन् र यिनको विगतलाई हेर्ने हो भने यिनी 73 सालदेखि 2078 सालसम्म 5 वर्षसम्म यिनी कारागार अथवा अन्य योभन्दा पहिला नै कानुनी दायरामा आएर कारागारको एउटा सजाय भुक्तान गरेर बाहिर निस्केका व्यक्ति हुन्। योभन्दा पहिला पनि यिनी एउटा यस्तै गरी रसुवातिरबाट नेपाल काठमाडौँतर्फ आउँदै गरेको एउटा ट्रकबाट सुन बरामद हुन्छ। त्यति बेला पनि यिनी भरियाको रूपमा प्रयोग भएको देखिन्छ। अनि यो त्यो पैसा चाहिँ